जय मसी हजुर जय मसी टक्राउन चाहन्छु। सर्वशक्तिमान परमप्रभुको नाममा जय मसी छ यहाँहरू सम्पूर्णलाई। हजुरको माझ परमेश्वरको वचन राख्न चाहन्छु। सर्वप्रथम प्रभुलाई धेरै धन्यवाद भएको होस्। उहाँको वचनमा यसरी लेखिएको छ, धन र मान तपाईबाट नै आउँछ, तपाईँ नै सबैमाथि शासन गर्नुहुन्छ। हाम्रो प्रभु चाहिँ शासन गर्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ, सबैमाथि शासन गर्नुहुन्छ भनेर लेखिएको छ। फर्स्ट इतिहास 29:12 पदमा यो वचन स्पष्ट गरी भनिएको छ, धन र मान चाहिँ तपाईबाट नै आउँछ। यस कारणले गर्दाखेरि हामीलाई आउने धन मान इज्जत सम्मान सबै कुरा चाहिँ उहाँबाट नै आउने हो। यस कारणले उहाँले चाहिँ भन्नुहुन्छ, धन र मान तपाईबाट नै आउँछ, तपाईँ नै सबैमाथि शासन गर्नुहुन्छ। फर्स्ट इतिहास 29:12 यो वचन लेखिएको छ। परमेश्वरलाई धेरै धन्यवाद, वचन सुनिसक्नुभयो, यहाँहरूले आशिष पाउनुभयो भनेर म विश्वास गर्छु। यहाँहरूलाई सम्पूर्णलाई परमप्रभुले धेरैभन्दा धेरै आशिष दिउन् भन्न चाहन्छु। जय मसी टक्राउन चाहन्छु परमप्रभुको नाममा। जय मसी।